नेपाल हस्तकला महासंघ बृहत हस्तकला व्यापार मेला लिसे कला प्रतियोगिता याइगु जुगुदु बृहत हस्तकला व्यापार मेला लिसे कला प्रतियोगिता वैगु मंसिर 3 गते निसे 5 गते तक बौद्धया हायात होटेले याइगु जुगुदु बृहत हस्तकला व्यापार मेला लिसे कला प्रतियोगिता जुइगु जानकारी महासंघ सोमबार पत्रकार सम्मेलन याना जानकारी बिउगु ख पत्रकार सम्मेलने महासंघीय अध्यक्ष सुरेन्द्र भाइ साक्य बृहत हस्तकला व्यापार मेला लिसे कला प्रतियोगिता बारे जानकारी बिया दिएको ख नेपाली हस्तकला वस्तु हालको अवस्था विशेष गरी स्थानीय बजारको साथसाथै अन्तर्राष्ट्रिय बजार प्रबन्धन समेत सहयोग पुर्याउने नयाँ निर्यात योग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहन गर्न उपभोगको चाहना र रुचि बमोजिमको वस्तु विकास गर्न क्रेता र विक्रेता बीच एक आपसी सिप प्रविधि डिजाइन र ज्ञान प्रदान गर्ने आदि उद्देश्यमा साथ नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रबन्धन केन्द्र लगायत सरकारी तथा निजी क्षेत्र विभिन्न छात्र सङ्गठन संस्थाहरूको सहयोग र सहकारीको यो व्यापार मेला तथा प्रतियोगिता आयोजित गर्न लागेको यहाँहरू सबैमा जानकारी गराउन चाहन्छु। कोरोना महामारीया कारण शिथिल जुगु नेपाली हस्तकला या आन्तरिक व बाहिर बजार या त चलायमान या त मेला या तेनागु थका महासंघीय मेला या कजी रविन्द्र साक्य तया दिल यो आर्थिक मन्दीलाई हामी चिर्नलाई अलि यो व्यवसाय हाम्रो जीवन स्तर अलिकति चलायमान बनाउनु पर्छ भन्ने उद्देश्यका साथ हामीले यो 18औं संस्करणको हस्तकला व्यापार मेला तथा 16औं संस्करणको कला प्रतियोगिता हामीले आयोजना गर्ने जमर्को गरेका छौँ। हस्तकला क्षेत्र भनेको सेल्फ निर्यातमा निर्भर व्यवसाय भएको नाताले यो हाम्रो अर्थतन्त्रमा अलिकति इफेक्ट गरेको छ। विश्वभरको जुन आर्थिक रूपमा सङ्कुचन आएकोमा हस्तकलालाई पनि अलिअलि इफेक्ट भएकै हो। त्यो हुँदै पनि हस्तकला त्यति निराशाजनक नभएको जानकारी म यहाँलाई दिन चाहन्छु। र विगतमा कोभिड हुनुभन्दा अगाडि हाम्रो हस्तकलाको निर्यात विश्वभर झन्डै 10 देखि 12 अरबको हुन्थ्यो भने यो 2 वर्षको हाम्रो तथ्याङ्कले के देखायो भने यो यतिको आर्थिक मन्दी हुँदै पनि विश्वभरको आर्थिक सङ्कुचन हुँदै पनि हाम्रो हस्तकलाको निकासी व्यापार 6 देखि 7 अरबसम्म मात्र सङ्कुचन हुन गएको हामीले यहाँ जानकारी दिन चाहे। मतलब यसको सकारात्मक ऊर्जाहरू सकारात्मक मेसेजहरू त रहेछ। कोभिडले यति अर्थतन्त्रमा असर गर्दा पनि हस्तकलालाई त्यति धराशय हुनेतर्फ चाहिँ यसले असर नगरेको हामी जानकारी यहाँलाई दिन चाहन्छु। मेला हस्तकला सम्बन्धी सचिव निगु स्थल दैसा मेला श्वेत नेपाले दुगु थिथि देया कूटनीतिक नियोग या प्रतिनिधित्व व विशिष्ट व्यक्तित्व तेत बनेगु व उगु मेला कला प्रतियोगिता अन्तर्गत प्राकृतिक रेबसा व फिलगिरी याना निगु विधा उत्कृष्ट कला प्रस्तुत यापिन्त शिल्पा बिगु थका कला प्रतियोगिता या कजी राजमान बजाचार्य थया दिल यो अहिलेको जल्दो बल्दो अवस्थामा चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा यसले ख्याति प्राप्त कमाइरहेको र यसमा पनि हामीले चाहिँ यसलाई अझ प्रमोसन गर्नुपर्छ भन्ने हिसाबले समसामयिक विधामा चाहिँ हामी प्रतियोगिता गर्छौँ। यही सिलसिलामा हामीले यो 16औं संस्करणसम्म आइपुग्दाखेरि हामीले परम्परागत विधामा जडाउ विधा भन्छौँ। हामी जडाउ भने इङ्ग्लिसमा हामी फिलिग्री वर्क भन्छौँ, जुन चाहिँ नितान्त हाम्रो नेपालको मौलिक विधा हो। यसमा चाहिँ यो धातु कलासँग सम्बन्धित छ। यसमा सिल्भरको पनि हुनसक्छ, चाँदीको अथवा चाहिँ हाम्रो सुनको पनि हुनसक्छ, अथवा चाहिँ तामा अथवा पित्तलको पनि हुनसक्छ। यो नितान्त परम्परागत विधा हो। यो चाहिँ हाम्रो उसबाट चाहिँ लोप हुन जाने अवस्था भएको हिसाबले चाहिँ हामीले यसलाई चाहिँ यसपालि अगाडि ल्याउनुपर्छ भन्ने मान्यताका साथ यसपालि एउटा विधा त्यो छनौट गरेका छौँ भने अर्को विधाको रूपमा हामीले प्राकृतिक रेसाजन्य वस्तुहरू जसमा चाहिँ धेरै यसको चाहिँ क्षेत्र व्यापक छ। यसमा चाहिँ पराल छालीदेखि लिएर विभिन्न यो प्राकृतिक रेसा यो बाँसको सामान पनि हुनसक्छ, अथवा चाहिँ हाम्रो केराको बोटबाट पनि हामीले कपडा बनाउन सक्छौँ भने यो नितान्त समसामयिक र यो आधुनिक प्रविधिको रूपमा उसको रूपमा विधाको रूपमा आइरहेको छ। यसको मार्केट पनि एकदमै राम्रो अवस्थामा भएको हिसाबले चाहिँ यसलाई पनि अगाडि ल्याउनु पर्छ भन्ने हिसाबले हामीले 2टा विधालाई छनौट गरेका छौँ र यो 2टा विधामा हामीले प्रतियोगिता गर्छौँ। अथे मेला हेड पुले धुङ्कुपी छिमत ज्येष्ठ कलाकार तलिसे विदेशी बजारे हस्तकला या उत्पादन उत्कृष्ट निर्यात यापी निर्यात कर्ता तेतना सम्मान या त्योङ्गुदु पत्रकार सम्मेलने महासंघीय वरिष्ठ उपाध्यक्ष प्रचण्ड साक्य लगायत महासंघीय पदाधिकारी तेगुन उपस्थिति दुगु ख।